हेर्न सक्नुहुन्छ हैन। म चाहिँ धेरै यता आइसक्यो, धेरै नै यता हेर्न सक्नुहुन्छ। गाडी पनि छ थुप्रै हैन। आज धेरै नै हेर्न कस्तो खतरा। हजुरहरूलाई मेरो मल कुन जस्तो लाग्छ त्यो पनि बताइदिनु होला। हेर्नु यस्तोमा कस्तो भइरहेको होला, कति रमाइलो भयो होला। तर मलाई चाहिँ धेरै रमाइलो फिल भइरहेको। के गर्नु, साउदीमा आफू त काम गर्न आएको हैन। तर हाम्रो नेपालमा पनि यस्तै हुन्थ्यो कि योभन्दा नि हाम्रो नेपालमा चाहिँ उकै रमाइलो हुन्थ्यो हैन न्यु इयरमा चाहिँ हैन। तर हाम्रो उता चाहिँ न्यु इयरमा छुट्टी हुँदैन, होटलतिर प्याक हुन्छ। अब यता नि छुट्टी त हुँदैन, त्यही पनि तपाईँको कस्तो हुन्छ भने मेरो चाहिँ आज चाँडै छुट्टी भएर हो हैन। नत्र चाहिँ खत्रै हुन्छ क्या हजुरहरू। कडा सबसे हेर्नु होला हैन। यता गाडीमा देखाइरहेको छ हजुरहरूलाई हैन। मान्छे देखाउन मनाइ छ। हजुरहरूलाई म गाडी चाहिँ देखाउन सक्छु भन्ने मेरो धारणा हो। त्यही पनि म हजुरहरूलाई कोसिस गर्छु हैन। त्यही हो। अनि मेरो भ्लगमा यस्तै छ हैन। योभन्दा खासै राम्रो चाहिँ आउन म निकाल्न सक्दिनँ, बोल्न नि सक्दैन हैन। हजुरहरूले भिडियो हेरेर चाहिँ सब्सक्राइब गर्नु होला। अझै भर्खर सुरुवात हो, अब अझै राम्रो गर्दै जाँदैछु हैन। आज मात्रै म यस्तो बाहिरको चाहिँ निकालेको। अस्तिको नि एउटा भिडियो निकालेको थिएँ। अनि के भयो भने हजुरको अस्ति नै मैले निकालेको थिएँ। किनभने त्यो अस्ति चाहिँ यस्तो खासै रमाइलो थिएन कि। अहिले आज चाहिँ तर धेरै मलाई नै रमाइलो फिल भइरहेको कि। एकदम रमाइलो फिल भइरहेको एकदम। सबको यता चाहिँ कार। हाम्रो उता बाइक जस्तै। अहिले हाम्रो उता भएदेखि त्यो बाइकको ताँती हुन्थ्यो, अहिले यता चाहिँ कारको ताँती हुने रहेछ। त्यही हो फरक नेपाल र विदेशमा। पुरा कारको ताँती छ के पुरै। ल अब खतरा आइदिला, यहाँ खतरा। म तपाईँलाई अझै माथि हाम्रो त्यो खुल्ला रहेछ नि, म त्यहाँबाट गएर देखाइदिन सक्छु हैन कतिको रमाइलो छ भनेर हजुरहरूलाई हैन। रमाइलो फिल त गराइदिनु पर्यो नि। तर रमाइलो छ है, रमाइलो छ हैन। हेर्न सक्नुहुन्छ यतिको। यस्तो मोबाइलले यत्तिकै निकाल्नु हुँदैन, राम्रै हो जस्तो पनि लाग्छ। अब हजुरहरूको प्रक्रिया कस्तो आउँछ त्यही हो भ्लगमा हैन, भ्लग मार्फत। ल बाई।